नमस्कार। मनको शान्तिमा तपाईलाई स्वागत छ। आज तपाईं केवल एउटा अडियो बुक सुन्न आउनु भएको छैन। आज तपाईं आफ्नो मनसँग सामना गर्न आउनु भएको हो। धेरै मानिस संसारलाई जित्न खोजिरहनु भएको छ, तर आफ्नै मनसँग हारिरहनु भएको छ। बाहिर मुस्कान छ, भित्र अशान्ति छ। बाहिर सफलता छ, भित्र डर छ। यही कारण बुद्धको शिक्षा आज पनि जीवित छ, किनकि मानिसको सबैभन्दा ठूलो युद्ध आज पनि मनभित्र नै चलिरहेको छ। यो अडियो बुक तपाईलाई एउटा कठोर सत्य सम्झाउन आएको छ। मनलाई नियन्त्रण नगर्ने मानिस कहिल्यै स्वतन्त्र हुँदैन। यदि तपाईं आफ्नो विचार नियन्त्रण गर्न सक्नुहुन्न भने जीवनले तपाईलाई नियन्त्रण गर्नेछ। यदि तपाईं डर, तुलना र रिसको दास बन्नुभयो भने संसारको कुनै उपलब्धिले पनि तपाईलाई शान्ति दिने छैन। त्यसैले आजको यो यात्रा मनोरञ्जन होइन, यो जागरण हो, यो आत्मनिरीक्षण हो, यो आफ्नो मनलाई आदेश दिन सिक्ने यात्रा हो। यस अडियो बुकमा तपाईले सिक्नुहुनेछ किन अव्यवस्थित मन नै वास्तविक जेल हो, किन तुलना आत्माको विष हो, किन डर केवल अभ्यास गरिएको विचार हो र किन शान्त मनभन्दा ठूलो सम्पत्ति संसारमा छैन। त्यसैले यो अडियो बुक अन्त्यसम्म ध्यानपूर्वक सुन्नुहोस्। हरेक शब्दलाई महसुस गर्नुहोस्, हरेक सत्यलाई आफ्नो जीवनसँग जोड्नुहोस्। र यदि तपाईं यस्ता गहिरा र जीवन बदल्ने अडियो बुकहरू नियमित सुन्न चाहनुहुन्छ भने मनको शान्तिलाई लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्। अब आफ्नो मनलाई शान्त बनाउनुहोस्, गहिरो सास लिनुहोस् र सुरु गरौँ। अध्याय 1। सबै कुरा मनबाट सुरु हुन्छ। संसारले तपाईलाई दुःख दिँदैन। पहिले तपाईको मनले दुःख बनाउँछ, त्यसपछि संसार केवल त्यसको प्रतिबिम्ब बन्छ। यही बुद्धको पहिलो र सबैभन्दा कठोर शिक्षा हो। सबै कुरा मनबाट सुरु हुन्छ। शान्ति पनि, अशान्ति पनि, स्वतन्त्रता पनि, कैद पनि। धेरै मानिस आफ्नो जीवनलाई दोष दिन्छन्, परिस्थितिलाई दोष दिन्छन्, समयलाई दोष दिन्छन्, तर आफ्नो मनलाई कहिल्यै जाँच गर्दैनन्। यही समस्या हो। मानिस बाहिरको युद्ध जित्न खोज्छ, तर भित्रको युद्धबाट भाग्छ। याद राख्नुहोस्, मन बदल्नुहोस्, जीवन बदलिन्छ। त्यही मुख्य सत्य हो। मन बदल्नुहोस्, जीवन बदलिन्छ। एकजना युवकको कथा सम्झनुहोस्। उहाँ गरिब परिवारबाट आउनुभएको थियो। सानो काम गर्नुहुन्थ्यो, तलब कम थियो, जीवन कठिन थियो। तर उहाँको सबैभन्दा ठूलो समस्या गरिबी थिएन। उहाँको सबैभन्दा ठूलो समस्या उहाँको सोच थियो। उहाँ बिहान उठ्ने बित्तिकै भन्नुहुन्थ्यो, मेरो भाग्य खराब छ, म कहिल्यै सफल हुँदिन। अरू मानिस भाग्यमानी छन्। दिनभरि उहाँ अरूसँग तुलना गर्नुहुन्थ्यो। सामाजिक सञ्जाल हेर्नुहुन्थ्यो। अरूको सफलता हेरेर आफूलाई कमजोर ठान्नुहुन्थ्यो। बिस्तारै उहाँको मन डरले भरियो, असन्तुष्टिले भरियो, रिसले भरियो। काममा पनि गल्ती बढ्न थाल्यो, किनकि मन शान्त थिएन। घरमा पनि झर्को बढ्न थाल्यो, किनकि मन विषाक्त भइसकेको थियो। एक दिन उहाँ एक वृद्ध भिक्षुसँग भेट्नुभयो। उहाँले आफ्नो दुःख सुनाउनुभयो, गरिबीको गुनासो गर्नुभयो, भाग्यलाई दोष दिनुभयो। त्यसपछि वृद्ध भिक्षुले शान्त स्वरमा एउटै प्रश्न गर्नुभयो, तपाईँ दिनभरि आफ्नो मनमा के रोप्नुहुन्छ? युवक मौन हुनुभयो। भिक्षुले फेरि भन्नुभयो, यदि तपाईँ काँडा रोप्नुहुन्छ भने फूल कसरी उम्रिन्छ? त्यो वाक्यले उहाँलाई हल्लाइदियो। त्यस दिनदेखि उहाँले एउटा अभ्यास सुरु गर्नुभयो। हरेक बिहान नकारात्मक सोच रोक्न थाल्नुभयो। सामाजिक सञ्जालमा बिताउने समय घटाउनुभयो। हरेक दिन केही समय मौन बस्न थाल्नुभयो र एउटा वाक्य दोहोर्याउन थाल्नुभयो, म आफ्नो मनको मालिक हुँ। सुरुमा केही बदलिएको देखिएन, किनकि मन तुरुन्त बदलिँदैन। वर्षौंदेखि अव्यवस्थित बनेको मनलाई समय लाग्छ। तर बिस्तारै उहाँको व्यवहार बदलियो। काममा ध्यान बढ्यो, रिस कम भयो, डर कम भयो। उहाँको निर्णय स्पष्ट हुन थाल्यो। केही वर्षपछि उहाँ त्यही मानिस हुनुहुन्थेन। जीवन बदलिएको थियो। किन? किनकि मन बदलिएको थियो। यही कर्म हो। पहिले विचार जन्मिन्छ, त्यसपछि व्यवहार बन्छ, त्यसपछि भाग्य बन्छ। धेरै मानिस कर्मलाई रहस्य ठान्छन्, तर कर्म धेरै सरल छ। तपाईँ जे सोच्नुहुन्छ, बिस्तारै त्यही बन्नुहुन्छ।
यदि तपाईँ दिनभरि डर सोच्नुहुन्छ भने तपाईँ कमजोर बन्नुहुन्छ। यदि तपाईँ रिसलाई अभ्यास गर्नुहुन्छ भने तपाईँको जीवन विषाक्त बन्छ। यदि तपाईँ अनुशासित सोच अभ्यास गर्नुहुन्छ भने तपाईँको मन बलियो बन्छ। त्यसैले याद राख्नुहोस्, यो प्रेरणाको कुरा होइन, यो अनुशासनको कुरा हो। मनलाई नियन्त्रण गर्न सिक्नुहोस्। हरेक विचारलाई जाँच गर्नुहोस्। हरेक नकारात्मक सोचलाई चुनौती दिनुहोस्। किनकि अव्यवस्थित मनले जहिले पनि दुःख बनाउँछ, अनुशासित मनले जहिले पनि शान्ति बनाउँछ। मन बदल्नुहोस्, जीवन बदलिन्छ। फेरि सम्झनुहोस्, मन बदल्नुहोस्, जीवन बदलिन्छ। आजको अध्यायको सत्य यही हो। तपाईको जीवन बाहिरबाट निर्माण हुँदैन। पहिले मनले जीवन बनाउँछ, त्यसपछि कर्मले त्यसलाई वास्तविकता बनाउँछ। र यदि तपाईले आफ्नो मनलाई नियन्त्रण गर्न सिक्नु भएन भने संसारको कुनै उपलब्धिले पनि तपाईलाई शान्ति दिने छैन। अब अर्को प्रश्न सुरु हुन्छ, यदि मन नै सबै दुःखको स्रोत हो भने आधुनिक मानिसको मन यति अव्यवस्थित किन छ? त्यही कुरा अब हामी अर्को अध्यायमा बुझ्नेछौँ। किनकि अव्यवस्थित मन नै वास्तविक जेल हो। अध्याय 2, अव्यवस्थित मन नै वास्तविक जेल हो। धेरै मानिस आफूलाई स्वतन्त्र ठान्छन्। उहाँहरू जहाँ चाहनुहुन्छ त्यहाँ जान सक्नुहुन्छ। जे चाहनुहुन्छ त्यो किन्न सक्नुहुन्छ। जे बोल्न चाहनुहुन्छ त्यो बोल्न सक्नुहुन्छ। तर सत्य फरक छ। यदि तपाईँ आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुहुन्न भने तपाईँ स्वतन्त्र हुनुहुन्न। यदि एउटा सानो टिप्पणीले तपाईको शान्ति तोड्छ भने तपाईँ स्वतन्त्र हुनुहुन्न। यदि अरूको सफलताले तपाईलाई जलाउँछ भने तपाईँ स्वतन्त्र हुनुहुन्न। यदि तपाईँ 1 घण्टा पनि मौन बस्न सक्नुहुन्न भने तपाईँ स्वतन्त्र हुनुहुन्न। अव्यवस्थित मन नै वास्तविक जेल हो। त्यही सत्य हो। अव्यवस्थित मन नै वास्तविक जेल हो। आजको मानिस बाहिरी जेलमा छैन, तर मानसिक जेलमा बाँचेको छ। बिहान उठ्ने बित्तिकै हात मोबाइलतिर जान्छ। मन तुरुन्त तुलना गर्न थाल्छ। कसको जीवन राम्रो, कसले धेरै पैसा कमायो, कसले धेरै प्रशंसा पायो। त्यसपछि के हुन्छ? असन्तुष्टि जन्मिन्छ, आत्महीनता जन्मिन्छ, डर जन्मिन्छ र बिस्तारै मानिस आफ्नै सोचको कैदी बन्छ। एकजना धनी व्यापारीको कथा सम्झनुहोस्। उहाँसँग ठूलो घर थियो, महँगो गाडी थियो, व्यवसाय सफल थियो। संसारले उहाँलाई सफल मानिस भन्थ्यो। तर राति उहाँ सुत्न सक्नुहुन्न थियो, किनकि उहाँको मन शान्त थिएन। उहाँ हरेक रात अरू व्यापारीसँग तुलना गर्नुहुन्थ्यो। उसको कम्पनी अझ ठूलो भयो, उसले मलाई जित्यो, म पछि परे। दिनभरि पैसा कमाउनुहुन्थ्यो, तर रातभरि डरले जल्नुहुन्थ्यो। एक दिन उहाँको पुरानो साथीले सोध्यो, तपाईलाई अझै के चाहिएको छ? उहाँ मौन हुनुभयो, किनकि समस्या पैसाको थिएन, समस्या मनको थियो। त्यो मन कहिल्यै सन्तुष्ट हुन सिकेको थिएन। त्यो मन सधैँ तुलना गर्न प्रशिक्षित भएको थियो। यही आधुनिक मानिसको दुःख हो। उहाँहरूसँग सुविधा छ, तर शान्ति छैन। जानकारी छ, तर स्पष्टता छैन। मनोरञ्जन छ, तर मौनता छैन। अव्यवस्थित मन नै वास्तविक जेल हो। धेरै मानिस सोच्नुहुन्छ, यदि मैले अझ धेरै पाएँ भने म खुसी हुन्छु। तर खुसी वस्तुबाट आउँदैन। पहिले मन शान्त हुनुपर्छ। यदि मन लोभले भरिएको छ भने संसारको सबै सम्पत्तिले पनि पुग्दैन। यदि मन तुलना गर्ने बानीमा बाँचेको छ भने संसारको सबै प्रशंसाले पनि शान्ति दिँदैन। त्यसैले बुद्धले बारम्बार मनलाई हेर्न भन्नुभयो, किनकि समस्या संसार होइन, समस्या अनियन्त्रित मन हो। अब आफैलाई प्रश्न गर्नुहोस्, तपाईँ एक दिनमा कति पटक बिना कारण मोबाइल खोल्नुहुन्छ? कति पटक अरूसँग तुलना गर्नुहुन्छ? कति पटक भविष्यको डरले वर्तमान नष्ट गर्नुहुन्छ? त्यही मानसिक जेल हो। धेरै मानिस शरीरले थाकेका हुँदैनन्, उहाँहरू मनले थाकेका हुन्छन्, किनकि मन कहिल्यै शान्त हुँदैन। एक क्षण पनि मौन बस्न सक्दैन। सधैँ केही चाहिन्छ, सधैँ केही हेर्नुपर्छ, सधैँ केही प्रमाणित गर्नुपर्छ। याद राख्नुहोस्, तपाईलाई सबैको स्वीकृति आवश्यक छैन। तपाईलाई सबैलाई प्रभावित पार्न आवश्यक छैन। त्यो कमजोरी हो, त्यो मानसिक दासता हो। अव्यवस्थित मन सधैँ बाहिर भाग्छ, अनुशासित मन भित्र फर्किन्छ। त्यसैले आजदेखि एउटा नियम बनाउनुहोस्। हरेक दिन केही समय मौन बस्नुहोस्, कुनै आवाज बिना, कुनै मनोरञ्जन बिना, कुनै तुलना बिना। सुरुमा असहज लाग्नेछ, किनकि तपाईको मन भाग्न चाहन्छ। अव्यवस्थित मन मौनतासँग डराउँछ। किन? किनकि मौनतामा सत्य देखिन्छ। त्यहाँ तपाईले आफ्नो डर देख्नुहुन्छ, आफ्नो असन्तुष्टि देख्नुहुन्छ, आफ्नो कमजोरी देख्नुहुन्छ। तर त्यहीबाट परिवर्तन सुरु हुन्छ।
मनलाई नियन्त्रण गर्न सिक्नुहोस्। मनलाई आदेश दिन सिक्नुहोस्। यदि तपाईँ आफ्नो ध्यान नियन्त्रण गर्न सक्नुहुन्न भने तपाईँको जीवन अरूले नियन्त्रण गर्नेछन्। यदि तपाईँ आफ्नो सोच नियन्त्रण गर्न सक्नुहुन्न भने तपाईँको भविष्य पनि अव्यवस्थित हुनेछ। त्यसैले याद राख्नुहोस्, अव्यवस्थित मन नै वास्तविक जेल हो। फेरि सम्झनुहोस्, अव्यवस्थित मन नै वास्तविक जेल हो र त्यो जेलबाट बाहिर निस्कने पहिलो ढोका हो सचेतना। जब तपाईँ आफ्नो विचार देख्न सुरु गर्नुहुन्छ तब परिवर्तन सुरु हुन्छ। जब तपाईँ आफ्नो प्रतिक्रियालाई रोक्न सिक्नुहुन्छ तब शक्ति जन्मिन्छ। जब तपाईँ मौनतामा बस्न सिक्नुहुन्छ तब स्वतन्त्रता सुरु हुन्छ। आजको अध्यायको सत्य यही हो, संसारले तपाईँलाई बाँधेको छैन, तपाईँको अनियन्त्रित मनले तपाईँलाई बाँधेको छ। र जबसम्म तपाईँले त्यो मनलाई अनुशासनमा ल्याउनुहुन्न, तपाईँ बाहिर स्वतन्त्र देखिनुहुनेछ तर भित्र कैदी भएर बाँचिरहनुहुनेछ। अब अर्को प्रश्न आउँछ, मानिस किन निरन्तर अरूसँग तुलना गर्छ र किन तुलना नै आत्माको विष बन्छ? त्यही कुरा अब हामी अर्को अध्यायमा बुझ्नेछौँ। किनकि तुलना गर्ने मानिसले कहिल्यै शान्ति पाउँदैन। अध्याय 3, तुलना गर्नु बन्द गर्नुहोस्। तपाईको धेरै दुःख वास्तविक समस्याबाट आएको हुँदैन, त्यो तुलनाबाट जन्मिएको हुन्छ। अरूको जीवन हेर्नुहुन्छ, आफ्नो जीवन सानो लाग्छ। अरूको सफलता हेर्नुहुन्छ, आफ्नो यात्रा बेकार लाग्छ। त्यसपछि मन बिस्तारै विषाक्त बन्छ। यही आधुनिक मानिसको अदृश्य रोग हो, तुलना। तुलना गर्ने मानिस कहिल्यै शान्त हुँदैन, किनकि संसारमा सधैँ कोही तपाईभन्दा अगाडि हुनेछ। र यदि तपाईको शान्ति अरूसँग तुलना गरेर तय हुन्छ भने तपाईँ सधैँ कमजोर रहनुहुनेछ। याद राख्नुहोस्, तपाईको यात्रा तपाईको आफ्नै हो। त्यही सत्य हो, तपाईको यात्रा तपाईको आफ्नै हो। एकजना युवकको कथा सम्झनुहोस्। उहाँ गाउँबाट शहर आउनु भएको थियो। सानो काम गर्नुहुन्थ्यो, जीवन साधारण थियो। सुरुमा उहाँ खुसी हुनुहुन्थ्यो किनकि उहाँसँग सपना थियो, मेहनत गर्ने इच्छा थियो। तर बिस्तारै उहाँको बानी बदलियो। हरेक बिहान उठेर सामाजिक सञ्जाल हेर्न थाल्नुभयो। अरूको गाडी, अरूको घर, अरूको सफलता, अरूको यात्राका तस्विर। बिस्तारै उहाँको मन बदलिन थाल्यो। उहाँले आफ्नो प्रगति देख्न छोड्नुभयो, अरूको जीवन मात्र हेर्न थाल्नुभयो। त्यसपछि के भयो? काममा ध्यान घट्न थाल्यो, रिस बढ्न थाल्यो, आत्मविश्वास हराउन थाल्यो। उहाँ सोच्नुहुन्थ्यो, म किन यति पछि परे? मसँग किन त्यो छैन? अरू सबै म भन्दा राम्रो छन्। तर उहाँले एउटा कुरा बुझ्नु भएन, सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो सङ्घर्ष देखाउँदैनन्। उहाँहरूले केवल चम्किलो भाग देखाउँछन्। तर तुलना गर्ने मानिसले त्यो झुटलाई सत्य ठान्छ। त्यही कर्मको अर्को रूप हो। तुलनाले असन्तुष्टि जन्माउँछ, असन्तुष्टिले लोभ जन्माउँछ, लोभले शान्ति नष्ट गर्छ। एक दिन उहाँ आफ्नो पुरानो शिक्षकलाई भेट्नुभयो। उहाँले आफ्नो दुःख सुनाउनुभयो। शिक्षक मुस्कुराउनुभयो र भन्नुभयो, यदि तपाईँ निरन्तर अरूको बाटो हेर्नुहुन्छ भने तपाईँ आफ्नो बाटोमा लड्नुहुनेछ। त्यो वाक्य उहाँको मनमा गहिरो बस्यो। त्यस दिनदेखि उहाँले एउटा निर्णय गर्नुभयो, अरूसँग तुलना बन्द, आफ्नो प्रगतिमा ध्यान सुरु। उहाँले सामाजिक सञ्जालको समय घटाउनुभयो। हरेक दिन आफूले के सिक्नुभयो त्यो लेख्न थाल्नुभयो। सानो प्रगति पनि सम्मान गर्न थाल्नुभयो। बिस्तारै उहाँको मन फेरि शान्त हुन थाल्यो। किनकि उहाँले आफ्नो जीवनलाई अरूको मापनबाट हेर्न छोड्नुभयो। याद राख्नुहोस्, तुलना आत्माको विष हो। यदि तपाईँ निरन्तर अरूलाई हेर्नुहुन्छ भने तपाईँ आफैलाई कहिल्यै चिन्न सक्नुहुन्न। यदि तपाईँ निरन्तर प्रमाणित गर्न खोज्नुहुन्छ भने तपाईँ कहिल्यै स्वतन्त्र हुनुहुन्न। तपाईलाई सबैलाई प्रभावित पार्न आवश्यक छैन। तपाईलाई सबैभन्दा अगाडि हुन आवश्यक छैन। तपाईलाई केवल आफ्नो मनमाथि विजय हासिल गर्न आवश्यक छ। त्यही वास्तविक सफलता हो। धेरै मानिस बाहिरी प्रतिस्पर्धामा हराइरहेका छन्, तर बुद्धले भित्रको युद्धबारे सिकाउनुभयो। किनकि अरूलाई जित्नु ठूलो कुरा होइन, आफ्नो लोभलाई जित्नु ठूलो कुरा हो। आफ्नो तुलना गर्ने बानीलाई जित्नु ठूलो कुरा हो। आफ्नो असन्तुष्ट मनलाई नियन्त्रण गर्नु ठूलो कुरा हो। त्यसैले आजदेखि एउटा नियम बनाउनुहोस्। जब तुलना सुरु हुन्छ, तुरुन्त आफूलाई रोक्नुहोस्।
आफैलाई भन्नुहोस्, तपाईको यात्रा तपाईको आफ्नै हो। फेरि दोहोर्याउनुहोस्, तपाईको यात्रा तपाईको आफ्नै हो। किनकि सबै मानिसको समय फरक हुन्छ, सबै मानिसको सङ्घर्ष फरक हुन्छ, सबै मानिसको कर्म फरक हुन्छ। एउटा बिउ 1 महिनामा उम्रिन्छ, अर्को बिउलाई वर्षौं लाग्छ, तर दुवैको मूल्य हुन्छ। त्यसैले धैर्य राख्नुहोस्, आफ्नो काममा केन्द्रित हुनुहोस्, आफ्नो मनलाई अनुशासनमा राख्नुहोस्। यदि तपाईँ तुलना गर्न छोड्नुहुन्छ भने तपाईको ऊर्जा बच्न थाल्छ। यदि तपाईँ आफ्नो यात्रामा केन्द्रित हुनुहुन्छ भने तपाईको मन बलियो बन्न थाल्छ। त्यही शान्तिको बाटो हो। याद राख्नुहोस्, तुलना गर्ने मानिसले कहिल्यै पर्याप्त महसुस गर्दैन। अनुशासित मानिसले सानो प्रगतिमा पनि अर्थ देख्छ। आजको अध्यायको सत्य यही हो, तपाईको दुःखको ठूलो हिस्सा वास्तविक अभाव होइन, त्यो तुलनाद्वारा सृजित भ्रम हो। र जब तपाईँ अरूको जीवन हेर्न बन्द गर्नुहुन्छ, तब पहिलो पटक आफ्नो जीवन निर्माण गर्न सुरु गर्नुहुन्छ। अब अर्को प्रश्न आउँछ, यदि तुलना मनको विष हो भने मानिस किन डरको दास बन्छ? किन भविष्यको कल्पनाले वर्तमान नष्ट गर्छ? त्यही कुरा अब हामी अर्को अध्यायमा बुझ्नेछौँ। किनकि डर सत्य होइन, केवल अभ्यास गरिएको विचार हो। अध्याय 4, डरलाई विश्वास नगर्नुहोस्। धेरै मानिस वास्तविकतासँग हार्दैनन्, उहाँहरू आफ्नै डरसँग हार्नुहुन्छ। युद्ध सुरु हुनुभन्दा पहिले हार मान्नुहुन्छ, सपना सुरु हुनुभन्दा पहिल्यै पछि हट्नुहुन्छ, अवसर आउनुभन्दा पहिले डराउनुहुन्छ। किन? किनकि मनले झुटलाई सत्य बनाइदिन्छ। डर सधैँ वास्तविक हुँदैन। धेरै पटक डर केवल अभ्यास गरिएको विचार हो। फेरि सम्झनुहोस्, डर सत्य होइन, केवल अभ्यास गरिएको विचार हो। यदि तपाईँ दिनदिनै असफलताको कल्पना गर्नुहुन्छ भने तपाईको शरीरले पनि हार स्वीकार गर्न थाल्छ। यदि तपाईँ निरन्तर भविष्यको चिन्ता गर्नुहुन्छ भने तपाईँ वर्तमानमा बाँच्न सक्नुहुन्न। त्यही कारण धेरै मानिस बाँचिरहेका देखिन्छन्, तर वास्तवमा डरको कैदी बनेका हुन्छन्। एकजना युवतीको कथा सम्झनुहोस्। उहाँसँग ठूलो सपना थियो। उहाँ आफ्नै व्यवसाय सुरु गर्न चाहनुहुन्थ्यो, सिप पनि थियो, मेहनत गर्ने शक्ति पनि थियो। तर एउटा समस्या थियो, डर। उहाँ दिनभरि एउटै कुरा सोच्नुहुन्थ्यो, यदि म असफल भए भने, यदि मानिसहरूले मलाई हाँसे भने, यदि मैले सबै गुमाए भने। त्यसपछि के भयो? उहाँले योजना बनाइरहनुभयो, तर सुरु कहिल्यै गर्नु भएन। वर्ष बित्यो, अर्का मानिसहरूले काम सुरु गरे, अर्का मानिसहरूले जोखिम लिए, अर्का मानिसहरूले प्रगति गरे। उहाँ भने त्यही ठाउँमा रहनुभयो। किन? किनकि डरले उहाँलाई रोक्यो। एक दिन उहाँ आफ्ना हजुरबुबासँग कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, म असफल हुन डराउँछु। हजुरबुबाले शान्त स्वरमा भन्नुभयो, बेटी, खेतमा बिउ रोप्ने किसानलाई पनि बाढीको डर हुन्छ, तर यदि डरले बिउ नै रोपेन भने कहिल्यै फल पाइदैन। त्यो वाक्यले उहाँको सोच हल्लाइदियो। त्यस दिन उहाँले एउटा कुरा बुझ्नुभयो, डर हटेपछि काम सुरु हुँदैन, काम सुरु गरेपछि डर कमजोर हुन्छ। त्यसपछि उहाँले सानो कदम चाल्नुभयो, पूर्णताको प्रतीक्षा गर्न छोड्नुभयो, मानिसको स्वीकृति खोज्न छोड्नुभयो र काम सुरु गर्नुभयो। सुरुमा कठिन भयो, गल्ती पनि भयो, नोक्सानी पनि भयो, तर बिस्तारै उहाँ बलियो हुन थाल्नुभयो। किन? किनकि उहाँले डरलाई आदेश दिन सिक्नुभयो। याद राख्नुहोस्, डरलाई जित्ने मानिस निडर भएर जन्मिएको हुँदैन, उहाँले डर हुँदाहुँदै पनि अघि बढ्न सिकेको हुन्छ। त्यही अनुशासन हो, त्यही मानसिक शक्ति हो। धेरै मानिस सुरक्षित जीवन चाहनुहुन्छ, तर अत्यधिक सुरक्षा खोज्ने मानिस कहिल्यै बढ्न सक्दैन, किनकि विकास सधैँ असहज हुन्छ, परिवर्तन सधैँ डरको ढोकाबाट सुरु हुन्छ। यदि तपाईँ सधैँ सजिलो बाटो खोज्नुहुन्छ भने तपाईँ सधैँ कमजोर रहनुहुनेछ। यदि तपाईँ असफलताको डरले रोकिरहनुभयो भने तपाईको जीवन अरूले तय गर्नेछन्। डर सत्य होइन, केवल अभ्यास गरिएको विचार हो। फेरि सम्झनुहोस्, डर सत्य होइन, केवल अभ्यास गरिएको विचार हो। अब आफैलाई प्रश्न गर्नुहोस्, तपाईले कति सपना केवल डरका कारण रोकिनु भएको छ? कति अवसर केवल अरूको विचारका कारण गुमाउनु भएको छ? कति पटक तपाईले आफ्नो शक्ति कम आकलन गर्नु भएको छ? त्यो तपाईको वास्तविकता होइन, त्यो तपाईको अनियन्त्रित मनको आवाज हो। त्यसैले आजदेखि एउटा नियम बनाउनुहोस्, डर आउँदा भाग्नुहुन्न, डर आउँदा सचेत हुनुहोस्। आफैलाई भन्नुहोस्, यो विचार सत्य हुन आवश्यक छैन,
त्यसपछि सानो कदम चाल्नुहोस्। किनकि साहस भनेको डर नहुनु होइन, साहस भनेको डर हुँदाहुँदै अघि बढ्नु हो। बुद्धले यही सिकाउनुभयो। मनलाई नियन्त्रण नगर्ने मानिस कहिल्यै स्वतन्त्र हुँदैन। यदि डरले तपाईको निर्णय चलाइरहेको छ भने तपाईँ स्वतन्त्र हुनुहुन्न। यदि भविष्यको चिन्ताले वर्तमान नष्ट गरिरहेको छ भने तपाईँ स्वतन्त्र हुनुहुन्न। त्यसैले आफ्नो मनलाई प्रशिक्षण दिनुहोस्। सबैभन्दा खराब कल्पना गर्न बन्द गर्नुहोस्। आफ्नो ध्यान वर्तमानमा ल्याउनुहोस्। अहिलेको काममा केन्द्रित हुनुहोस्। किनकि भविष्य तपाईको डरले होइन, तपाईको कर्मले निर्माण हुन्छ। याद राख्नुहोस्, डरले अवसर मार्छ, अनुशासनले अवसर निर्माण गर्छ। आजको अध्यायको सत्य यही हो। डर जीवनको सबैभन्दा ठूलो बाधा होइन, डरलाई सत्य ठान्ने बानी सबैभन्दा ठूलो बाधा हो। र जब तपाईँ डरको आवाजभन्दा आफ्नो चेतनालाई बलियो बनाउनुहुन्छ, तब पहिलो पटक तपाईँ वास्तवमा बाँच्न सुरु गर्नुहुन्छ। अब अर्को प्रश्न आउँछ, यदि डर र तुलना मनको विष हन् भने मनलाई शुद्ध गर्ने शक्ति कहाँ छ? मानिसले शान्ति कहाँ भेटाउन सक्छ? त्यही कुरा अब हामी अर्को अध्यायमा बुझ्नेछौँ, किनकि मौनतामा मन स्पष्ट हुन्छ। अध्याय 5। मौनतामा शक्ति लुकेको हुन्छ। आजको मानिसलाई एउटा कुरा सबैभन्दा बढी डर लाग्छ, मौनता। एक्लै बस्न डर, आफ्नो मन सुन्न डर, आफ्नो वास्तविक अवस्था देख्न डर। त्यसैले मानिस सधैँ आवाज खोजिरहेको छ। मोबाइल, मनोरञ्जन, अनावश्यक कुरा, निरन्तर व्यस्तता। किन? किनकि अव्यवस्थित मन मौनतासँग असहज हुन्छ। याद राख्नुहोस्, मौनतामा मन स्पष्ट हुन्छ। त्यही सत्य हो। मौनतामा मन स्पष्ट हुन्छ। धेरै मानिस सोच्नुहुन्छ, म थाकेको छु, तर शरीरभन्दा पहिले मन थाकेको हुन्छ। किनकि मनले कहिल्यै विश्राम पाउँदैन। बिहानदेखि रातिसम्म केही न केही चलिरहेको हुन्छ। सूचना, तुलना, डर, चिन्ता, आवाज। त्यसपछि मानिस भन्छ, मलाई शान्ति चाहिएको छ। तर शान्ति स्वरमा भेटिँदैन, शान्ति मौनतामा भेटिन्छ। एकजना वृद्ध साधकको कथा सम्झनुहोस्। उहाँ पहाडको एउटा सानो आश्रममा बस्नुहुन्थ्यो। धेरै मानिस उहाँसँग सल्लाह लिन आउँथे। एक दिन एक धनी मानिस उहाँ कहाँ पुग्नुभयो। उहाँसँग सबै कुरा थियो, घर, पैसा, प्रतिष्ठा, तर मन अशान्त थियो। उहाँले भन्नुभयो, मलाई शान्ति चाहिन्छ। म सधैँ चिन्तित हुन्छु, मेरो मन कहिल्यै रोकिँदैन। वृद्ध साधकले केही बोल्नु भएन। उहाँले एउटा गिलासमा पानी खन्याउनुभयो, त्यसपछि माटो हाल्नुभयो। पानी धमिलो भयो। उहाँले गिलास हल्लाउनुभयो, माटो अझ फैलियो। त्यसपछि उहाँले गिलास टेबलमा राख्नुभयो र मौन बस्नुभयो। केही समयपछि माटो तल बस्न थाल्यो, पानी फेरि सफा भयो। त्यसपछि साधकले भन्नुभयो, तपाईको मन पनि यही पानी जस्तै हो। यदि तपाईँ निरन्तर हल्लाइरहनुहुन्छ भने स्पष्टता कहिल्यै आउँदैन। मौनतामा बस्न सिक्नुहोस्, त्यसपछि मन आफै स्पष्ट हुन थाल्छ। त्यो वाक्यले धनी मानिस मौन हुनुभयो, किनकि उहाँले पहिलो पटक आफ्नो वास्तविक समस्या बुझ्नुभयो। समस्या संसार थिएन, समस्या निरन्तर अशान्त मन थियो। आज धेरै मानिस यही गल्ती गरिरहनु भएको छ। उहाँहरू बाहिर समाधान खोज्नुहुन्छ, तर समस्या भित्र छ। मौनतामा मन स्पष्ट हुन्छ। फेरि सम्झनुहोस्, मौनतामा मन स्पष्ट हुन्छ। यदि तपाईँ दिनभरि आवाजले भरिनुहुन्छ भने तपाईँ आफ्नो चेतना सुन्न सक्नुहुन्न। यदि तपाईँ सधैँ भागिरहनुहुन्छ भने तपाईँ आफैबाट टाढा जानुहुन्छ। त्यसैले बुद्धले आत्मनिरीक्षण सिकाउनुभयो, मौनता सिकाउनुभयो, सचेतता सिकाउनुभयो। किनकि शान्त मानिस मात्र स्पष्ट निर्णय गर्न सक्छ। अव्यवस्थित मानिस सधैँ प्रतिक्रियामा बाँच्दछ। अब आफैलाई प्रश्न गर्नुहोस्, तपाईँ अन्तिम पटक कहिले बिना मोबाइल मौन बस्नु भएको थियो? कहिले आफ्ना विचारलाई बिना भागदौड हेर्नु भएको थियो? कहिले आफ्नो डरलाई शान्त भएर स्वीकार गर्नुभएको थियो? धेरै मानिस त्यो गर्न सक्नुहुन्न, किनकि मौनतामा सत्य देखिन्छ। त्यहाँ तपाईँ आफ्नो लोभ देख्नुहुन्छ, आफ्नो तुलना गर्ने बानी देख्नुहुन्छ, आफ्नो डर देख्नुहुन्छ।
तर याद राख्नुहोस्, सत्य देख्नु कमजोरी होइन, त्यो परिवर्तनको सुरुवात हो। त्यसैले आजदेखि एउटा अभ्यास सुरु गर्नुहोस्। हरेक दिन कम्तीमा 10 मिनेट मौन बस्नुहोस्, कुनै सङ्गीत बिना, कुनै मोबाइल बिना, कुनै मनोरञ्जन बिना। सुरुमा मन भाग्नेछ, विचारहरू चिच्याउने छन्, अशान्ति बढ्नेछ, तर धैर्य राख्नुहोस्, किनकि अनुशासित मन तुरुन्त निर्माण हुँदैन, त्यो अभ्यासबाट निर्माण हुन्छ। मौनतामा तपाईँ आफ्नो वास्तविक अवस्था देख्न थाल्नुहुन्छ। त्यसपछि तपाईँ आफ्नो मनलाई आदेश दिन सिक्नुहुन्छ। यही वास्तविक शक्ति हो। धेरै मानिस ठूलो आवाजलाई शक्ति ठान्छन्, तर वास्तविक शक्ति शान्त मनमा हुन्छ। जसले मौनतामा बस्न सक्छ, उसले आफैलाई नियन्त्रण गर्न सक्छ। जसले आफैलाई नियन्त्रण गर्न सक्छ, उसले जीवनलाई नियन्त्रण गर्न सक्छ। याद राख्नुहोस्, शान्त मनभन्दा ठूलो सम्पत्ति छैन। पैसाले सुविधा दिन सक्छ, प्रतिष्ठाले ध्यान दिन सक्छ, तर केवल अनुशासित मनले शान्ति दिन सक्छ। मौनतामा मन स्पष्ट हुन्छ। फेरि सम्झनुहोस्, मौनतामा मन स्पष्ट हुन्छ। आजको अध्यायको सत्य यही हो। मानिस संसारको आवाजबाट होइन, आफ्नै अव्यवस्थित मनबाट थाकेको हुन्छ। र जब तपाईँ मौनतामा बस्न सिक्नुहुन्छ, तब पहिलो पटक तपाईँ आफ्नो वास्तविक स्वरूपसँग भेट्न सुरु गर्नुहुन्छ। अब अर्को प्रश्न आउँछ, यदि मौनताले स्पष्टता दिन्छ भने मानिस किन अझ भावनाको दास बनेर प्रतिक्रिया दिन्छ? किन धेरै जीवनहरू एउटा क्षणको आवेगले बिग्रिन्छन्? त्यही कुरा अब हामी अर्को अध्यायमा बुझ्नेछौँ, किनकि प्रतिक्रियावादी मानिस कहिल्यै सचेत भएर बाँच्न सक्दैन। अध्याय 6, प्रतिक्रियात्मक होइन, सचेत भएर बाँच्नुहोस्। धेरै मानिस बाँचिरहेका छैनन्, उहाँहरू केवल प्रतिक्रिया दिइरहनु भएको छ। कसैले केही भन्यो, रिस उठ्यो, कसैले अस्वीकार गर्यो, मन भाँचियो, कसैले आलोचना गर्यो, दिनभरि शान्ति हरायो। यही समस्या हो। यदि संसारले तपाईको भावनालाई नियन्त्रण गरिरहेको छ भने तपाईँ आफ्नो जीवनको मालिक हुनुहुन्न। यदि एउटा शब्दले तपाईको मन तोड्न सक्छ भने तपाईँ अझै कमजोर हुनुहुन्छ। याद राख्नुहोस्, प्रतिक्रिया होइन, सचेत निर्णय, त्यही शक्ति हो। प्रतिक्रिया होइन, सचेत निर्णय। अव्यवस्थित मानिस तुरुन्त प्रतिक्रिया दिन्छ। अनुशासित मानिस पहिले हेर्छ, पहिले बुझ्छ, त्यसपछि निर्णय गर्छ। यही चेतनाको शक्ति हो। एकजना राजाको कथा सम्झनुहोस्। उहाँ अत्यन्त शक्तिशाली हुनुहुन्थ्यो। ठूलो राज्य थियो, धेरै सेना थियो, तर एउटा कमजोरी थियो, रिस। सानो गल्तीमा पनि उहाँ चिच्याउनुहुन्थ्यो, सानो विरोधमा पनि दण्ड दिनुहुन्थ्यो। उहाँ सोच्नुहुन्थ्यो, म शक्तिशाली छु, तर वास्तवमा उहाँ आफ्नो भावनाको दास हुनुहुन्थ्यो। एक दिन दरबारमा एउटा सेवकबाट गल्ती भयो। राजा अत्यन्त क्रोधित हुनुभयो, तुरुन्त दण्ड दिने आदेश दिनुभयो। त्यही समयमा एक वृद्ध सन्त दरबारमा उपस्थित हुनुहुन्थ्यो। उहाँले शान्त स्वरमा भन्नुभयो, महाराज, जसले आफूलाई नियन्त्रण गर्न सक्दैन, उसले अरूमाथि शासन गर्ने अधिकार राख्दैन। दरबार मौन भयो। राजा रिसले काँपिरहनु भएको थियो, तर त्यो वाक्य उहाँको मनमा बस्यो। त्यो रात उहाँ सुत्न सक्नु भएन। उहाँले पहिलो पटक एउटा कुरा बुझ्नुभयो, उहाँको सबैभन्दा ठूलो शत्रु बाहिरी मानिस थिएन। उहाँको सबैभन्दा ठूलो शत्रु आफ्नै अनियन्त्रित प्रतिक्रिया थियो। त्यसपछि उहाँले अभ्यास सुरु गर्नुभयो। रिस आउँदा तुरुन्त नबोल्ने, निर्णय लिनुभन्दा पहिले मौन बस्ने, भावनाभन्दा पहिले चेतनालाई सुन्ने। बिस्तारै उहाँ बदलिनुभयो। राज्य पनि बदलियो, किनकि नेतृत्व मनबाट सुरु हुन्छ। त्यही कर्मको नियम हो। एउटा क्षणको आवेगले वर्षौंको सम्बन्ध तोड्न सक्छ। एउटा अनियन्त्रित शब्दले जीवनभरको पछुता दिन सक्छ। धेरै मानिस आफ्नो जीवन आफै बिगार्छन्, किनकि उहाँहरूले प्रतिक्रिया नियन्त्रण गर्न सिक्नु भएको हुँदैन। याद राख्नुहोस्, भावना शत्रु होइन, तर अनियन्त्रित भावना विनाश हो। यदि रिसले तपाईलाई चलाउँछ भने तपाईँ स्वतन्त्र हुनुहुन्न। यदि डरले निर्णय गरिरहेको छ भने तपाईँ स्वतन्त्र हुनुहुन्न। यदि अरूको व्यवहारले तपाईको शान्ति तोड्छ भने तपाईँ अझै दास हुनुहुन्छ। प्रतिक्रिया होइन, सचेत निर्णय। फेरि सम्झनुहोस्, प्रतिक्रिया होइन, सचेत निर्णय। अब आफैलाई प्रश्न गर्नुहोस्, तपाईले कति सम्बन्ध आवेगमा बिगार्नु भएको छ?
कति निर्णय रिसमा लिनुभएको छ, कति चोट शब्दद्वारा दिनुभएको छ। त्यो कमजोरी होइन, त्यो अनियन्त्रित मनको परिणाम हो। त्यसैले आजदेखि एउटा अभ्यास सुरु गर्नुहोस्। जब रिस आउँछ तुरुन्त उत्तर नदिनुहोस्। जब भावना बलियो हुन्छ तुरुन्त निर्णय नगर्नुहोस्। पहिले सास लिनुहोस्, पहिले मौन बस्नुहोस्, पहिले आफूलाई हेर्नुहोस्। किनकि धेरै युद्ध शब्दले सुरु हुन्छ र धेरै शान्ति मौनताले बचाउँछ। धेरै मानिस सोच्नुहुन्छ म यस्तै स्वभावको हुँ, तर त्यो सत्य होइन। त्यो केवल अभ्यास गरिएको बानी हो। अनुशासनले बानी बदल्न सक्छ, सचेतनाले प्रतिक्रिया बदल्न सक्छ, मौनताले निर्णय बदल्न सक्छ। बुद्धले यही सिकाउनुभयो। सचेत मानिस प्रतिक्रियाद्वारा चल्दैन, उहाँ चेतनाद्वारा चल्नुहुन्छ। यही वास्तविक स्वतन्त्रता हो। जसले आफ्नो मनलाई रोक्न सक्छ उसले आफ्नो कर्म बदल्न सक्छ। जसले आफ्नो कर्म बदल्छ उसले आफ्नो भविष्य बदल्छ। त्यसैले हरेक दिन आफूलाई प्रशिक्षण दिनुहोस्। बोल्नुभन्दा पहिले सोच्नुहोस्, रिस गर्नुभन्दा पहिले बुझ्नुहोस्, प्रतिक्रिया दिनुभन्दा पहिले सचेत हुनुहोस्। किनकि क्षणिक आवेगले स्थायी क्षति दिन सक्छ, तर सचेत निर्णयले जीवन निर्माण गर्न सक्छ। याद राख्नुहोस्, शक्तिशाली मानिस ठूलो आवाज गर्ने मानिस होइन। शक्तिशाली मानिस आफ्नो भावनालाई नियन्त्रण गर्न सक्ने मानिस हो। आजको अध्यायको सत्य यही हो। अव्यवस्थित मानिस परिस्थितिको दास बन्छ, सचेत मानिस परिस्थितिभन्दा माथि उठ्छ। र जब तपाईँ प्रतिक्रिया होइन चेतनाद्वारा बाँच्न सिक्नुहुन्छ तब तपाईँ पहिलो पटक आफ्नो जीवनको वास्तविक मालिक बन्न सुरु गर्नुहुन्छ। अब अर्को प्रश्न आउँछ, यदि सचेतनाले शक्ति दिन्छ भने मनलाई पूर्ण रूपमा अनुशासनमा कसरी ल्याउने? मानिसले आफ्नो मनलाई आदेश दिन कसरी सिक्ने? त्यही कुरा अब हामी अर्को अध्यायमा बुझ्नेछौँ। किनकि मनलाई आदेश दिन नसक्ने मानिसले जीवनलाई पनि नियन्त्रण गर्न सक्दैन। अध्याय 7, मनलाई आदेश दिन सिक्नुहोस्। धेरै मानिस आफ्नो जीवन बदल्न चाहनुहुन्छ, तर एउटा कुरा बदल्न चाहनुहुन्न, आफ्नो बानी। उहाँहरू सफलता चाहनुहुन्छ, तर अनुशासन चाहनुहुन्न। शान्ति चाहनुहुन्छ, तर मनलाई नियन्त्रण गर्न चाहनुहुन्न। त्यसैले जीवन उही रहन्छ। याद राख्नुहोस्, मनलाई आदेश दिन सिक्नुहोस्। त्यही स्वतन्त्रताको ढोका हो। मनलाई आदेश दिन सिक्नुहोस्। अव्यवस्थित मन सधैँ सजिलो बाटो खोज्छ, आराम खोज्छ, बहाना खोज्छ, तुरुन्त सुख खोज्छ। तर अनुशासित मानिस फरक हुन्छ। उहाँ आफ्नो मनको प्रत्येक आदेश मान्नुहुन्न, उहाँ मनलाई प्रशिक्षण दिनुहुन्छ। यही शक्ति हो। एकजना युवकको कथा सम्झनुहोस्। उहाँ अत्यन्त प्रतिभाशाली हुनुहुन्थ्यो। ठूला सपना थिए, तर जीवन अव्यवस्थित थियो। राति ढिलो सुत्नुहुन्थ्यो, बिहान ढिलो उठ्नुहुन्थ्यो, काम अधुरै छोड्नुहुन्थ्यो। धेरै योजना बनाउनुहुन्थ्यो, तर काम कम गर्नुहुन्थ्यो। उहाँ सधैँ भन्नुहुन्थ्यो, मसँग क्षमता छ, तर क्षमता मात्र पर्याप्त हुँदैन। अनुशासन बिना क्षमता पनि बर्बाद हुन्छ। एक दिन उहाँ आफ्नो गाउँको वृद्ध शिक्षकलाई भेट्नुभयो। उहाँले गुनासो गर्नुभयो, मेरो भाग्य साथ दिँदैन। शिक्षक मुस्कुराउनुभयो र उहाँलाई नदी किनारमा लैजानुभयो। त्यहाँ एउटा सानो डुङ्गा बाँधिएको थियो। शिक्षकले सोध्नुभयो, यदि यो डुङ्गा खोलिएन भने नदीले यसलाई कहाँ लैजान्छ? युवकले भन्नुभयो, जहाँ पानीले बगाउँछ। शिक्षकले शान्त स्वरमा भन्नुभयो, अनुशासनविहीन मन पनि यही डुङ्गा जस्तै हो। जहाँ इच्छा आयो त्यहीँ बग्छ, जहाँ डर आयो त्यहीँ रोकिन्छ, जहाँ आलस्य आयो त्यहीँ डुब्छ। त्यो वाक्य युवकको मनमा गहिरो बस्यो। त्यस दिन उहाँले एउटा निर्णय गर्नुभयो, मनलाई नियन्त्रण गर्ने, बहाना बन्द गर्ने। उहाँले बिहान चाँडो उठ्ने अभ्यास सुरु गर्नुभयो। हरेक दिन निश्चित समय काम गर्न थाल्नुभयो। मोबाइलमा बित्ने समय घटाउनुभयो। मनले पछि गरौँ भन्यो भने पनि काम गर्नुभयो। सुरुमा कठिन भयो, किनकि मन अनुशासनसँग लड्छ। मन सधैँ सजिलो बाटो चाहन्छ, तर सजिलो बाटोले बलियो जीवन बनाउँदैन। बिस्तारै उहाँ बदलिनुभयो। आत्मविश्वास बढ्न थाल्यो, स्पष्टता बढ्न थाल्यो, जीवन व्यवस्थित हुन थाल्यो। किनकि उहाँले पहिलो पटक आफ्नो मनलाई आदेश दिन सिक्नुभयो। याद राख्नुहोस्, यो प्रेरणाको कुरा होइन, यो दैनिक अभ्यासको कुरा हो। प्रेरणा आउँछ र जान्छ, अनुशासन बसिरहन्छ। धेरै मानिस भावना अनुसार काम गर्नुहुन्छ। मन लाग्यो भने काम, मन नलाग्यो भने आराम। त्यसैले उहाँहरूको जीवन पनि अस्थिर हुन्छ। अनुशासित मानिस फरक हुन्छ। उहाँ भावना होइन,
उद्देश्य अनुसार चल्नुहुन्छ। त्यही कारण उहाँ बलियो बन्नुहुन्छ। मनलाई आदेश दिन सिक्नुहोस्। फेरि सम्झनुहोस्, मनलाई आदेश दिन सिक्नुहोस्। यदि तपाईँ आफ्नो ध्यान नियन्त्रण गर्न सक्नुहुन्न भने संसारले तपाईँको ध्यान चोर्नेछ। यदि तपाईँ आफ्नो इच्छालाई नियन्त्रण गर्न सक्नुहुन्न भने तपाईँको भविष्य कमजोर हुनेछ। त्यसैले आजदेखि केही नियम बनाउनुहोस्। बिहान उठ्ने निश्चित समय, मौन बस्ने निश्चित समय, काम गर्ने निश्चित समय, आराम गर्ने निश्चित समय। अनुशासन स्वतन्त्रताको शत्रु होइन। अनुशासन नै वास्तविक स्वतन्त्रता हो। किनकि अनुशासनले मनलाई बलियो बनाउँछ। बलियो मनले सही निर्णय गर्छ। सही निर्णयले सही कर्म बनाउँछ। सही कर्मले सही भविष्य बनाउँछ। त्यही कर्मको नियम हो। धेरै मानिस आफ्नो जीवन बदल्न चाहन्छन्, तर दैनिक बानी बदल्न चाहनुहुन्न। त्यो सम्भव छैन। तपाईको भविष्य अचानक बदलिँदैन। त्यो हरेक दिनको सानो अनुशासनबाट निर्माण हुन्छ। एक दिनको आलस्यले जीवन नष्ट गर्दैन, तर वर्षौंको अव्यवस्थित बानीले जीवन कमजोर बनाउँछ। त्यसैले आफूलाई कठोर बनाउनुहोस्। आफ्नो बहाना नस्वीकार्नुहोस्। आफ्नो कमजोरीलाई पाल्नुहुन्न, किनकि कमजोर मनले सधैँ दुःख छोज्छ। अनुशासित मनले शान्ति निर्माण गर्छ। बुद्धले यही सिकाउनुभयो। जसले आफ्नो मन जित्छ उसले संसार जित्छ, र जसले आफ्नो मनसँग हार्छ उसले बाहिर सबै पाए पनि भित्र खाली रहन्छ। आजको अध्यायको सत्य यही हो। जीवन परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति बाहिर छैन, त्यो तपाईको दैनिक अनुशासनमा छ। र जब तपाईँ आफ्नो मनलाई आदेश दिन सिक्नुहुन्छ, तब पहिलो पटक तपाईँ आफ्नो भाग्यलाई पनि दिशा दिन सुरु गर्नुहुन्छ। अब अन्तिम प्रश्न बाँकी रह्यो। यदि अनुशासित मनले शक्ति दिन्छ भने वास्तविक शान्ति कहाँ भेटिन्छ? मानिसले अन्ततः आफैलाई कसरी मुक्त गर्न सक्छ? त्यही कुरा अब हामी अन्तिम अध्यायमा बुझ्नेछौँ, किनकि शान्त मनभन्दा ठूलो सम्पत्ति संसारमा छैन। अध्याय 8। शान्ति बाहिर होइन, भित्र खोज्नुहोस्। धेरै मानिस जीवनभरि एउटै गल्ती गरिरहनुहुन्छ। शान्ति बाहिर खोज्नुहुन्छ। पैसामा, प्रतिष्ठामा, मानिसहरूको प्रशंसामा, सफलताको प्रदर्शनमा। उहाँहरू सोच्नुहुन्छ, जब म त्यो पाउँछु तब म शान्त हुन्छु। तर वर्षौं बित्छ, बस्ती बदलिन्छ, स्थिति बदलिन्छ, मानिस बदलिन्छ, तर मन उही रहन्छ, अशान्त, डरले भरिएको, असन्तुष्ट। याद राख्नुहोस्, शान्त मनभन्दा ठूलो सम्पत्ति छैन। त्यही अन्तिम सत्य हो। शान्त मनभन्दा ठूलो सम्पत्ति छैन। एकजना वृद्ध राजाको कथा सम्झनुहोस्। उहाँसँग शक्ति थियो, धन थियो, ठूलो दरबार थियो। संसारले उहाँलाई सफल मान्थ्यो, तर राति उहाँ एक्लै बस्दा मन अशान्त हुन्थ्यो। डर, चिन्ता, असुरक्षा। उहाँलाई सधैँ डर लाग्थ्यो। यदि मैले यो सबै गुमाएँ भने? यदि मानिसहरूले मलाई सम्मान गर्न छोडे भने? त्यसैले उहाँ कहिल्यै शान्त हुन सक्नु भएन। एक दिन एउटा साधु दरबारमा आउनुभयो। राजाले सोध्नुभयो, मसँग सबै कुरा छ, तर म किन शान्त छैन? साधु मुस्कुराउनुभयो र भन्नुभयो, महाराज, जसको शान्ति बाहिरी वस्तुमा टिकेको हुन्छ उसको मन सधैँ डरमा बाँच्छ, किनकि बाहिरी कुरा सधैँ परिवर्तन हुन्छ। राजा मौन हुनुभयो। साधुले फेरि भन्नुभयो, यदि तपाईको खुसी प्रशंसामा निर्भर छ भने आलोचनाले तपाईलाई तोड्नेछ। यदि तपाईको शान्ति पैसामा निर्भर छ भने क्षतिले तपाईलाई जलाउनेछ। तर यदि तपाईको मन अनुशासित छ भने संसार बदलिना पनि तपाई स्थिर रहनुहुनेछ। त्यो वाक्य राजाको हृदयमा गहिरो बस्यो। त्यसपछि उहाँ बदलिन थाल्नुभयो। उहाँले बाहिरी प्रदर्शन घटाउनुभयो, मौनतामा समय बिताउन थाल्नुभयो, आफ्नो मनलाई हेर्न थाल्नुभयो, लोभलाई प्रश्न गर्न थाल्नुभयो। बिस्तारै उहाँको अनुहार बदलियो, किनकि पहिलो पटक उहाँको मन शान्त हुन थालेको थियो। त्यही वास्तविक सम्पत्ति हो। धेरै मानिससँग पैसा हुन्छ तर निन्द्रा हुँदैन, प्रतिष्ठा हुन्छ तर शान्ति हुँदैन, मानिसहरूको ध्यान हुन्छ तर आत्मसम्मान हुँदैन। किनकि भित्रको खालीपन बाहिरी वस्तुले भरिँदैन। शान्ति बाहिर होइन, शान्ति भित्र निर्माण हुन्छ। फेरि सम्झनुहोस्, शान्त मनभन्दा ठूलो सम्पत्ति छैन। बुद्धले यही सिकाउनुभयो। मनलाई जित्ने मानिसलाई संसारले हराउन सक्दैन। यदि तपाईको मन लोभद्वारा चलिरहेको छ भने तपाई सधैँ भोकै रहनुहुनेछ। यदि तपाईको मन तुलनाद्वारा चलिरहेको छ भने तपाई सधैँ कमजोर महसुस गर्नुहुनेछ।
यदि तपाईको मन डरद्वारा चलिरहेको छ भने तपाईँ कहिल्यै स्वतन्त्र हुनुहुन्न। त्यसैले आजदेखि आफ्नो ध्यान भित्र फर्काउनुहोस्। हरेक दिन आफूलाई प्रश्न गर्नुहोस्, मेरो मन शान्त छ कि छैन? म किन यति धेरै प्रमाणित गर्न खोजिरहेको छु? म किन बाहिर मान्यता खोजिरहेको छु? किनकि धेरै पटक मानिसलाई सफलता होइन, आत्मस्वीकृति चाहिएको हुन्छ। जब तपाईँ आफैलाई स्वीकार गर्न सिक्नुहुन्छ, संसारको आवाज कमजोर हुन थाल्छ। जब तपाईँ मौनतामा स्थिर हुन सिक्नुहुन्छ, डर कम हुन थाल्छ। जब तपाईँ आफ्नो मनलाई अनुशासनमा राख्नुहुन्छ, शान्ति जन्मन थाल्छ। त्यही मुक्ति हो। धेरै मानिस स्वतन्त्रता खोजिरहनुहुन्छ, तर वास्तविक स्वतन्त्रता भनेको आफ्नो मनबाट स्वतन्त्र हुनु हो। रिसबाट स्वतन्त्र, लोभबाट स्वतन्त्र, तुलनाबाट स्वतन्त्र, डरबाट स्वतन्त्र। त्यसपछि मात्र मानिस वास्तवमा बाँच्न सुरु गर्छ। याद राख्नुहोस्, संसारलाई नियन्त्रण गर्न खोज्न बन्द गर्नुहोस्। आफ्नो मनलाई नियन्त्रण गर्न सुरु गर्नुहोस्, किनकि संसार सधैँ बदलिन्छ, तर अनुशासित मन स्थिर रहन्छ। मन बदल्नुहोस्, जीवन बदलिन्छ। अव्यवस्थित मन नै वास्तविक जेल हो। मनलाई आदेश दिन सिक्नुहोस्। यी केवल वाक्य होइनन्, यी जीवनका नियम हुन्। यदि तपाईले यी नियम पालना गर्नुभयो भने तपाईको जीवन बदलिन सुरु हुनेछ। सुरुमा मन बदलिनेछ, त्यसपछि व्यवहार बदलिनेछ, त्यसपछि कर्म बदलिनेछ, अन्ततः भाग्य बदलिनेछ। त्यही धम्मपदको गहिरो शिक्षा हो। आजको अन्तिम सत्य यही हो, मानिसले संसार जितेर पनि हार्न सक्छ, तर जसले आफ्नो मन जित्छ उसले केही नभए पनि शान्ति पाउँछ। र अन्ततः जीवनको सबैभन्दा ठूलो विजय पनि यही हो, भित्र शान्त हुनु, भित्र स्वतन्त्र हुनु, भित्र जागृत हुनु। किनकि शान्त मनभन्दा ठूलो सम्पत्ति संसारमा कहिल्यै हुने छैन। तपाईले सत्य सुन्नुभयो। जीवनको सबैभन्दा ठूलो युद्ध बाहिर होइन, तपाईको आफ्नै मनभित्र चलिरहेको छ। यदि मन डरले चल्छ भने तपाईँ कहिल्यै स्वतन्त्र हुनुहुन्न। यदि मन तुलना र असन्तुष्टिले भरिएको छ भने तपाईँ कहिल्यै शान्त हुनुहुन्न। यदि मन अनुशासनहीन छ भने तपाईको भविष्य पनि अव्यवस्थित हुन्छ। बुद्धको शिक्षा सरल छ, तर अत्यन्त गहिरो छ। मन बदल्नुहोस्, जीवन बदलिन्छ। अव्यवस्थित मन नै वास्तविक जेल हो। मनलाई आदेश दिन सिक्नुहोस्। यी केवल वाक्य होइनन्, यी जीवनका नियम हुन्। यदि तपाईले यी नियम पालना गर्नुभयो भने तपाईको जीवन बदलिन सुरु हुनेछ। सुरुमा मन बदलिनेछ, त्यसपछि व्यवहार बदलिनेछ, त्यसपछि कर्म बदलिनेछ, अन्ततः भाग्य बदलिनेछ। त्यही धम्मपदको गहिरो शिक्षा हो। आजको अन्तिम सत्य यही हो, मानिसले संसार जितेर पनि हार्न सक्छ, तर जसले आफ्नो मन जित्छ उसले केही नभए पनि शान्ति पाउँछ। र अन्ततः जीवनको सबैभन्दा ठूलो विजय पनि यही हो, भित्र शान्त हुनु, भित्र स्वतन्त्र हुनु, भित्र जागृत हुनु। किनकि शान्त मनभन्दा ठूलो सम्पत्ति संसारमा कहिल्यै हुने छैन। यदि यो अडियो बुकले तपाईको सोचलाई स्पर्श गरेको छ भने मनको शान्तिलाई लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्। फेरि अर्को गहिरो यात्रा लिएर भेट्नेछौँ। त्यतिन्जेलसम्म आफ्नो मनलाई सचेत राख्नुहोस्, आफ्नो जीवनलाई अनुशासनमा राख्नुहोस् र भित्रको शान्तिलाई कहिल्यै हराउन नदिनुहोस्। धन्यवाद।